सुन्दरता, अभिनय अनि आत्मविश्वासको एउटा नाम मिरुना मगर। तर आज हामी बोल्दैछौँ त्यो अनुहारको पछाडि लुकेको सङ्घर्षको कथा। मिरुना मगरको जन्म भारतको दार्जिलिङमा भयो। नेपाली र ब्रिटिस सांस्कृतिक मिश्रणमा हुर्किएकी मिरुनाको बाल्यकाल साधारण थिएन। उनका बुबा ब्रिटिस गोर्खा आर्मीमा थिए, जसका कारण उनले धेरै ठाउँ घुमिन्, अनेक संस्कृति देखिन्। तर मनको चाहना भने अभिनयमै थियो। विदेशमा हुर्किए पनि मिरुनाको मन नेपालमै अडिएको थियो। आफ्नो जरा सम्झिएर उनी नेपाल फर्किन्। यो सजिलो निर्णय थिएन। भाषा, संस्कृति, जीवनशैली सबैमा फेरबदल ल्याउनु थियो। तर उनले भने, यही मेरो सपना सुरु हुन्छ। नाटक सिक्ने क्रममा उनी अभिनयको गहिरो अध्ययनमा लागिन्। पहिलो चलचित्र लालपुर्जाले धेरै ध्यान त पाएन, तर यो उनको लागि यात्रा सुरु गर्ने पाइला थियो। त्यसपछि कबड्डी 4ले उनलाई घर घरमा चिनायो। त्यहाँबाट उनले अभिनयको क्षमताले सबैलाई चकित पारिन्। तर यो यात्रा सधैँ सहज थिएन। एक कार्यक्रममा देखिएको विवादले उनलाई आलोचनाको केन्द्र बनायो। थुप्रै आरोप, सामाजिक सञ्जालको आलोचना, तर मिरुनाले धैर्य गुमाइनन्। उनले आत्मसम्मान बचाउँदै अघि बढिन्। यति ठूलो प्रेसरमा पनि उनी चुप रहिनन्, आफ्नो सत्यको पक्षमा बोलिन्। विवादपछि पनि मिरुना पछाडि फर्किएनन्। उनले एकपछि अर्को सशक्त अभिनय प्रस्तुत गरिरहिन्। जारी चलचित्रमा उनको अभिनयले फेरि एकपटक प्रुभ गर्यो, उनी केवल सौन्दर्यकी धनी मात्र होइनन्, प्रतिभाकी पनि धनी छन्। मिरुना मगरको कथा एउटा अभिनेत्रीको कथा मात्र होइन, यो एउटा युवतीको कथा हो जसले आफ्ना सपना पूरा गर्न देश फर्किइन्, आलोचनालाई सामना गरिन् अनि आत्मबलमा उभिइन्। यदि तपाईलाई मिरुना मगरको जीवन सङ्घर्ष प्रेरणादायी लाग्यो भने कृपया भिडियो लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो विचार लेख्नुहोस् अनि यस्ता प्रेरणादायी कथाहरूका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।